आमा हजुरलाई के भयो? आमा 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 हजुरलाई के भयो? आमा आमा के भयो हजुरलाई? दाइ आमालाई के भयो? अस्पताल लिएर जानु पर्थ्यो। अस्पताल त लिनु पर्थ्यो नि भाइ, तर पैसा नै छैन। आमा उठ्नु न, हजुरलाई के भयो? यसो भनेर कहाँ हुन्छ आमा, अस्पताल त जानुपर्छ त। यसो भनेर कहाँ हुन्छ आमा, अस्पताल त जानुपर्छ त। भाइ तँ आमालाई हेर्दै गर, म गाउँमा गएर पैसा खोजेर ल्याउँछु है। हुन्छ दाइ, छिटो आउनु। आमा यहाँ बस्नु। साउबा साउबा मलाई 5,000 पैसा चाहियो। साउबा मेरो आमा सिनिसको बिरामी हुनुहुन्छ। साउबा साउबा मलाई 5,000 रुपियाँ दिनु न। साउबा मेरो आमालाई धेरै गाह्रो भएको छ। साउबा प्लिज 5,000 पैसा दिनु। म हजुरको 2-4 महिनापछि हजुरको पैसा फिर्ता गरिदिन्छु। प्लिज साउबा, प्लिज साउबा, प्लिज। भाग भिखारी साला। तेरो बाबुले दिएको पैसा अहिलेसम्म तिरेको छैन, फेरि कहाँबाट तिर्नु? तिमीहरू भिखारी मेरै लागि बाँचेका हौ त? सुनै चैते हजुर मालिक। यसै भगाइदे। साउबा साउबा प्लिज, म हजुरलाई बिन्ती गर्छु। साउबा प्लिज यसो नभन्नु न। साउबा प्लिज, साउबा प्लिज। ए भनेपछि पैसा दिनै पर्ने छ होला है। त्यसो भए मैले जे भनेको त्यही मान्छस् त? हुन्छ साउबा, म हजुर जे भनेको पनि मान्छु साउबा, तर मेरो आमालाई बचाइदिनुपर्छ प्लिज साउबा। ल ठिक छ, हिँड मेरो मालिस गर त। साउबा अब त भयो होला नि त, मेरो आमाले पनि धेरै गाह्रो भएको होला। म जान्छु पैसा दिनु। ए भनेपछि तँलाई यति चाँडो पैसा चाहियो? ल 100 रुपियाँ भाग भिखारी साला। साउबा त्यसो नगर्नु न साउबा, 5,000 रुपियाँ दिनु न प्लिज साउबा। ओइ चैते हजुर मालिक। यसै भगा। साउबा प्लिज साउबा। काका मेरो आमा बिरामी हुनुभएको छ, थोरै पैसा भए दिनु न। छैन जा भाग।
दाइ आमालाई गाह्रो भयो पैसा ल्याउनु भएन नाइ भाइ पैसा कसैले दिएन च्यातिएको चोली फेरौँला तिम्रै ओठको हाँसो हे